अब अलिकति आफू बसेको ठाउँभन्दा पछाडि गएर धरती मातालाई पृथ्वी मातालाई दण्डवत गरेर मात्रै भक्ति गरेर सकिन्छ भने नसके यस्तो गर्दा पनि भयो सकिन्छ बस ल है भयो होइन ठिकै छ अब नसके हातले गऱ्यौँ अब यो गर्नुको कारण के भन्दा पहिला गणेशको पूजा गर्नु न पहिला धरती माताको पूजा गर्नुपर्छ त्यसैले के भनिएको छ भन्दा भारी भयो पृथ्वीलाई दुष्टै जनको पापले भारी भयो पृथ्वीलाई दुष्ट जनको पापले रुन गइन् विष्णुसित दुखी कैसो बापले सिले सबैभन्दा मठुली भन्छन् पृथ्वीले सबैभन्दा मठुली हरि यसरी भगवान पृथ्वीको पूजा पहिला गणेशको पूजा होइन पृथ्वी महातारीको त्यहाँबाट जन्म दिने महातारीको पूजा गर्नुपर्छ त्यसपछि सरस्वती माताको पूजा गर्नुपर्छ त्यसपछि लक्ष्मी यसरी पूजा गर्नुपर्छ सबैभन्दा ठुलो आमा भएको हुनाले पृथ्वी मातालाई आमाभन्दा पनि अझै ठुली पृथ्वी माता भएकोले पहिल्यैचोटि पृथ्वी मातालाई पूजा गर्नुपर्छ यो हामीले यसरी बुझ्नुपर्छ कसैले के गरेको होला भन्नु होला होइन हामीले जे गरियो ठिक गरियो यसरी कर्म गर्नुपर्छ ओम अपसर्पन्तु भूतानि पिशाचा सर्वतो दिशं सर्वेषां विरोधेन पूजा कर्म समारम्भे बत्ती ननिदिनुहोस् है ओम सोना पृथ्वीनो भवनं रानिवेशनि यच्छनं सर्म सपर्थ आधार स्थानाय नमः यता त दाउ नडलाई सर्सिम भएन होइन अब सर्सिम नभएपछि ठुलो क्षेत्रले है त जस्तै हुन्छ अब त्यही ठुलो क्षेत्रको काम भयो ओम सोना पृथ्वीयो भवानी विक्षेरा निवेशने यच्छनं सर्म सप्रथ आधार स्थानाय नमः अब जल चढाउने तामा यसैमा यति हातमा झिकेर जल चढाइदिने है त टाढेबाट है टाढेबाट ओम सन्नो देवी र विष्टये आपो भवन्तु पितये सम्यो रवि सर बन्तुनम सहा अब कुश चढाउने भन्ने यहाँ सबै मात्रै असेताइन कुश मात्रै चढाउ यहाँ कुश मात्रै भनेको छ कुश मात्रै असेल निकाल्दैन हातमा दिए भन् त सबैले ल ओम सन्नो देवी र विष्टये आपो भवन्तु पितये सम्यो बन्तुनम ल चढाउने अब जौ मात्रै हातमा दिने जौ सबैले जौ चढाउने यहाँ छ त्यहाँ पनि छ कि नि जौ छैन यहाँ छ जौ यति चढाइरहनु पर्यो ल चढाउनु होला लाउने लाउने यो जम्मै राख्नु